तपाईँ मेष राशिका साथीका लागि यो महिनामा मङ्गल ग्रह लग्न वा तपाईँको राशिमै बसेका छन् र आफ्नै राशि स्वामी ग्रह मङ्गल ग्रह भएका कारणले गर्दा भयम पीडा हुन्छ अरे। भय हुन्छ, पीडा हुन्छ, तर सानो सानो खालको हुन्छ, ठुलो हुँदैन। किनभने राशि स्वामी नै आफ्नै मेष राशि हो, मेष राशिको राशि मङ्गल हो। त्यसो भएका कारणले गर्दा के कुरामा डर हुन्छ भन्ने कुरा विचार गर्नुपर्छ। मङ्गल ग्रहले दिने डर भनेको रिसका आधारमा, दाजुभाइ दिदीबहिनीका आधारमा, जग्गा जमिन ढुङ्गा माटो गिटी बालुवासँग जोडिएर वा सँगसँगै आर्मी प्रहरीसँग चिकित्सासँग स्वास्थ्यसँग जोडिएर डर दिन सक्छ, सानो सानो डर दिन सक्छ। यसका लागि हे भगवान् त्यस्तो डर नहोस् है भगवान् भनेर मङ्गलबारको दिनमा आफूले खाना खानुभन्दा पहिला कुनै पनि जीव जन्तु पशु पक्षी किरा फट्याङ्ग्रा माग्ने मान्छे कसैलाई खुवाउनु अनि मात्रै आफूले खानु, त्यो डर झन् सानो भएर जान्छ। डर त डरै हो, स्वास्थ्यको डर डरै हो होइन। जस्तो मानौ पेट दुखो, सामान्य पेट दुखो कि लिभरै गयो कि किडनी नै गयो कि हुन्छ नि, यस्तो हुन्छ नि। अब सानो डर कि ठुलो डर भन्ने कुरा हुन्छ। ग्रहको आशीर्वादले कृपाले सानोमा परिणत गरिदिन्छ वा सेवाले सानोमा परिणत गरिदिन्छ। यस किसिमको कुराकानी रहेको छ भने सँगसँगै यो महिनामा तपाईँका लागि सूर्य ग्रह द्वितीय स्थानमा बसेका कारणले गर्दा हानि भयम भन्दैछ। हानि हुन्छ अरे, भय हुन्छ अरे। सूर्य ग्रहले हानि गर्दा के गर्छ भन्दा आगो, सूर्य ग्रह आफैमा आगो हो, हुर हुर आगो बल्न सक्छ, नचाहिने ठाउँमा आगो बल्ला कि भन्ने सङ्केत गर्दछ। आवाज शक्ति औरा शक्ति कमजोर हुन्छ, मान्छेले नपत्याउने हुन् कि भन्ने सङ्केत गर्दछ। त्यसो भएका कारणले गर्दा सूर्य ग्रह आगो भएपछि आगै बाल्ने, के गर्ने, आरती बाल्ने, अगरबत्ती बाल्ने, हवनमा यसो स्वास्वा गर्ने, हे भगवान् त्यस्तो नराम्रो केही नहोस् है भनेर भगवान्लाई सम्झिँदै गर्ने राम्रो रहन्छ। त्यही कोठामा द्वितीय स्थानमा बुध ग्रह 15 गतेसम्म रहन्छन् र धन लाभ सुखम भन्दैछन्। धन लाभ हुन्छ अरे, सुख हुन्छ अरे तपाईँलाई। यसो भएपछि तपाईँका लागि यो महिनामा बोलीका आधारमा बोलेर मान्छेले पत्याएर काम बन्छ। वकालत गर्नुहुन्छ, पढाउनुहुन्छ, परामर्श दिनुहुन्छ, केही बोल्नुहुन्छ भने राम्रो रहन्छ। भने शुक्र ग्रहको स्वामित्व ग्रहण भएका कारणले गर्दा पनि यो कोठा सकारात्मक रहेको छ। पशु व्यापार गर्न सक्नुहुन्छ, मन्त्र सिद्धि गर्न सक्नुहुन्छ। तपाईँले यो महिनामा अनुमानहरू सही पर्न सक्छन्। यो महिनामा तपाईँका